हामी दुई दाइ हौं र म कान्छो हो। म 15 वर्ष हुँदा दाजु बिहेले बिहे गर्नुभएको थियो। अहिले म 17 वर्षको भए। बेला बेलामा दाइको ससुराली गइरहन्छु। एक दिन मेरो भाउजूको माइती जानु पर्ने काम परेर गएको थिए। भाउजूका दुई दाजुभाइ थिए। दाजुको बिहे भइसकेको थियो भने 2वटा बच्चा पनि भएको थियो। भाइ अलि सानै थियो अनि म बेलुकातिर भाउजूको माइती पुगेको थिएँ। भाउजूको माइती पुगेपछि भाउजूको भाउजू अर्थात् जेठानको बुढी पनि घरमै हुनुहुन्थ्यो। भाउजूलाई दिदी भन्थे, किनकि हाम्रो संस्कारमा जेठानको बुढीलाई दिदी र सालीको बुढीलाई सम्धिनी भन्दछौँ। जेठानको बुढीले खाना बनाउनु भयो अनि घरका सबैजना सँगै बसेर खाना खाइन्। त्यसपछि केही गफगाफ गरेपछि दिदीले सुत्नलाई आफै सुत्ने कोठामै ओछ्यान बनाइदिनु भयो। पहाडको घर भएकोले सुत्ने कोठा 2वटा मात्र थिए। म सानो नानीसँग अर्को खाटमा सुते। अरू परिवार अन्कै सुते। दिदी भने सानो बाबुसँग अर्को खाटमा सुत्नु भएको थियो। जेठान विदेश जानु भएको 3 वर्ष भएको थियो भने घर आउनु भएको थिएन। पुस महिनाको जाडो राति चिसो हुन्छ भनेर मलाई बाक्लो सिरक दिनु भएको थियो। म त गलेर पुगेको थिएँ, त्यसैले सुत्ने बित्तिकै निदाइहालेछु। राति पिसाब लागेर बिउजिँदा दिदी त त्यतिकै बसिराख्नु भएको रहेछ। पिसाब गर्न गएर फेरि सुते। दिदी अझै सुत्नु भएको थिएन, त्यसैले किन नसुत्नु भएको भनेर सोधे। उहाँले त्यतिकै भन्नुभयो। अनि मैले सुत्नु दिदी भने उहाँले धेरै चिसो भयो, निन्द्रा लागेन, चिसोले गर्दा भन्नुभयो। तातो सिरप ओढेर सुत्नुन् भनेको त छैन, एउटा थियो तपाईलाई दिएको हुँ, अरू सबै पातलो मात्रै छन् भन्नुभयो। अनि मैले दिदी तपाईँ यो ओढ्नु, मलाई तपाईँको पातलो सिरप दिनु भने उहाँ मान्नु भएन। बरु तपाईँ र मसँगै सुतुन् भन्दै मेरो ओछ्यानमा आउनुभयो। मैले केही भन्न सकिनँ। सिरक उचालेर अलि परतिर सर्नु त भनेर मेरो ओछ्यानमा पस्नुभयो। म अलि सरेर दिदीलाई ठाउँ छोडिदिएँ। म कहिले पनि कोही केटी मान्छे वा आइमाईसँग सुतेको थिएन। मलाई कस्तो अप्ठ्यारो लाग्यो। अब के गर्ने? दिदी आएर मतिर फर्केर सुत्नुभयो। अब मेरो मनमा कुरा खेल्न थाल्यो। आइमाईको वास्ता नै नगर्ने म आफ्नै ओछ्यानमा एउटा सिरक ओढेर आइमाई मान्छेसँग म जवान केटो सुतिरहेका थिएँ। मुटु डुबडुब भएर आयो। दिदीको मनमोहक पर्ने शरीर अनि मगमग बसाउनेको उहाँको ताल, ठुला ठुला दुध सपक्क मिलेको हित सबै सम्झिन पुगेछु। मसँग छातीमा लप्क टाँसिएर एउटा हातले मलाई अँगालो हालेर सुत्नुभयो। अनि त मेरो मुटु अति नै ढुकढुक गरेछ। क्या हो, के भयो ज्वाई भन्नुभयो। मैले केही होइन भने अनि किन डराउनु भएको भन्नुभयो। होइन डराको भने अनि झन् नजिक टाँसिनुभयो। दिदीको दुध मेरो छातीमा टाँसियो। दिदीको खुट्टा र मेरो खुट्टा जोल्किए। दिदीको उमेर 28 वर्षको थियो भने म 17 वर्षको केटो, तर मैले कहिले पनि कुनै केटी चिकेको थिएन। आज दिदी टाँसिएर सुत्दा मेरो लाडो टन टन गर्दै ठन्किन थाल्यो। मैले पेन्ट खोलेर तौलिया बेरेर सुतेको थिएँ। भित्र पेन्टी लगाएको थिएँ। दिदीको कामुक पार्ने गन्ध र मेरो छातीमा टाँसिएका दुधले मेरो लाडो रनक रनक गर्दै उठ्यो। अब मलाई आपत पर्यो। मेरो लाडो उठेर दिदीको तिग्रामा ठोकिन थालिसकेकोले मलाई डर लागिरहेको थियो। छटपटी भइसकेको थियो। केटी चिक्दा कस्तो हुन्छ होला, कसरी चिक्ने होला, पुतीमा लाडो छिराउँदा कस्तो हुन्छ होला जस्ता कुरा मनमा खेलिरहेका थिए भने दिदीको धड्कन बढेको प्रष्टै थाहा पाएको थिए, किनकि दिदीले एउटा हातले मलाई अँगालो मार्नु भएको थियो। मेरो एउटा हात चेप्टिएर दुख्न थालिसकेको थियो। दिदीले अप्ठ्यारो भयो कि के हो भन्नुभयो। मैले होइन भने दिदीले मलाई अँगालो मारेको हात हटाउनु भयो र आफ्नो शरीरतिर हात लाने क्रममा मेरो ठन्केको लाडोमा दिदीको हातले ठोक्कियो।
दिदी त्यही केही बेर रोकिनुभयो अनि आफ्नो हत्केलाले छाम्नुभयो र हात हटाउनुभयो अनि बिस्तारै उत्तानो फर्किनुभयो। केही बेर उत्तानो फर्केर फेरि अर्कोपट्टि कोल्टे पर्नुभयो। मलाई डर लागिराखेकै थियो। केही छिनमा दिदी उठ्नुभयो र म बाहिर गएर आउँछु है भन्नुभयो। मैले हस् भने। दिदी बाहिर जानुभयो र केही छिनमै आउनुभयो। आएर आछुछु कति चिसो हो बाहिर त भन्दै सिरकभित्र घुस्नुभयो। सिरकभित्र पस्दा मेरो ठन्केको लाडोमा दिदीको हात परेछ। आबुई भन्नुभयो अनि मैले के भयो दिदी भनेको केही होइन भन्नुभयो र मपट्टि चाक फर्काएर सुत्नुभयो। त्यसपछि के गर्ने मेरो मनमा खुल्दुली चलिरहेको थियो। जे पर्ला पर्ला भन्ने सोचेर बिस्तारै दिदी भएतिर सरे अनि मेरो हात बिस्तारै दिदीको ढाडमा राखे। दिदीले केही भन्नु भएन। मेरो हिम्मत अलि बढ्यो अनि बिस्तारै दिदीको अगाडि हात लगे अनि बिस्तारै दुध छोए। फेरि पनि केही भन्नु भएन अनि च्याप दुध समाते। फेरि पनि केही भन्नु भएन अनि मलाई अलि हिम्मत बढ्यो। त्यसपछि मैले लगाएको तौलिया हटाएर मेरो लाडो पेन्टी भन्दा बाहिर निकाले अनि दिदीको पछाडि चाकपट्टि सिधा गरेर दिदीसँग चपक्क टाँसिए। दिदीको तिघ्रामा मेरो लाडो ठोकिएर दुई तिघ्राको बीच भागमा पछाडिबाट ठेले। दिदीले लुङ्गी लगाउनु भएको थियो। लुङ्गी बाहिरैबाट लाडो दलियो। दिदीले केही गर्नु भएन अनि मेरो पालो हातले दिदीको गुन्यु माथि सारेर उहाँको चाकभन्दा माथि फर्काइदिए अनि मेरो ठन्केको लाडो दिदीको चाकपट्टिबाट ठेलिदिए। दिदीले पेन्टी लगाउनु भएको रहेनछ। मेरो लाडो सिधै दिदीको दुई तिघ्राको बीचमा लुत्त पस्यो। म त पुतीमा छिरेछ जस्तो लागेको थियो होइन रहेछ। दिदीको पुतलीबाट पानी निस्केर ल्याफै भिजेको रहेछ। त्यसैले मेरो लाडोमा चिप्लो लागेर लुत्त पुतीमा छिरेको जस्तो भएको रहेछ। मलाई पुतीमा लाडो छिर्दा कस्तो हुन्छ भन्ने पनि थाहा थिएन। त्यसैले यस्तै होला जस्तो लागेको थियो र म त्यसरी नै होला चिक्ने भन्ने भएर अघि पछि गर्न थाले। दिदीले हल्का आफ्नो चाकतिर तेर्स्याउनु भयो अनि उहाँले आफ्नो हातले मेरो लाडो समातेर आफ्नो पुतीको दुलो सिधा गरिदिनु भयो अनि मैले हल्का ठेलेको दिदीको पुतीभित्र मेरो लाडो लुत्तै छिर्यो। त्यसपछि मैले दिदीको पछाडिबाट दुधमा हातले कर्याप्प समातेर जोडले धक्का दिएको मेरो लाडो पुरै दिदीको पुतीभित्र छिर्यो। दिदीले आइया अलि बिस्तारो गर्नुन् भन्नुभयो। मैले बिस्तारै बिस्तारै चिक्न सुरु गरेँ। दिदीको पुतीबाट क्वास 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 गर्दै आवाज निस्किन थाल्यो। दिदीले अह गर्दै हुनुहुन्थ्यो। मैले पहिलो पटक चिकेको हुनाले धेरै मजा आइरहेको थियो। म कहिलेकाहीँ हातले लाडो खेलाएर आफ्नो पनि चाइ पहिला पनि झर्ने गर्थेँ तर पुतीमै लाडो चिराको र आइमाईको दुध समाको चाहिँ पहिलो पटक नै थियो। मलाई पुती कस्तो हुन्छ भन्ने चाहिँ ब्लू फिल्ममा देखेको थिएँ। रियल पुती साना बच्चाको मात्रै देखेको थिएँ। ठुला आइमाईको पुती कस्तो हुन्छ भन्ने आज पहिलो पटक थाहा भयो। तर पनि पुतीमा लाडो छिराएर चिकिराखेको भए पनि रियल्ली पुती आँखाले देखेको भने थिएन। हातले छाम्नु पनि नछामी एकै पटक लाडी पुतीमा छिराएर चिक्दै थिए। मलाई भित्रैदेखि सिरिङ भएर आयो अनि जोडले छिटो छिटो ल्वाम कि ल्वाम हाल्न थाले। मेरो लाडोले माल ओकल्न थाल्यो। झन् जोडले दिदीको दुध समातेर डल्लो परेर ल्वाम ल्वाम हानेको सबै खुसी दिदीको पुतीभित्रैसम्म पुगेर झर्यो। अनि दिदीले मलाई अङ्गालोमा डल्लो पारेर छोड्नु भएन। केही छिनपछि फेरि किस गर्न थाल्नुभयो र रातभरि 6 पटक चिकियौँ। त्यसपछि त फेरि दाइको ससुरारी जाने मन भइरहेको छ। सबै काम आइरहोस् र गइरहँ र जेठान दिदीलाई चिकिरहँ लाग्छ।